हेलो Ini पुरा भयो है मन भन्दै गर्नुस् तब किन साधु हुनुभएको भन्नुस् ब्लग बनाउँदैछ गाइस निले एक इन्टरभ्यु लिए जतिको बोल्नु भयो त नि हल्का हल्का हेरा के भएको स्टार्ट गर्ने पूजा गर्दैछु बुढे सुब्बामा सुब्बामा गएर सुतिरहेछु खाजा खाएर सुतेँ नुन लागिरहेको छ हेलो एभ्रीवन ओइ सुतिसक्यो यहाँ घर तर के गरेर आजै पार्टी खाले भनेर बल्ल बल्ल भेट भएको मान्छे आज बर्थडेको ट्रिप हो कि ट्रिप खाना भन्नु पनि आउँदैन पढेर अब गुच्चा खेल्यो पहिला गयो अहिले के गर्नु यहाँ ऊ जान्न पाएर यहाँ कसरी जानु र गुच्छु जानु भन्दैछ नि यहाँ हेलो गाइज ल गाइज हामी चाहिँ मन्दिरबाट फर्केर यहाँ कुखुरा बनाउँदैछौँ दाइको घरमा आएर हेर्नु सक्नुहुनेछ कुखुरा यहाँ छ अब यसलाई चाहिँ टक्क तिते बनाएर खाने हो दिदीले बनाउनु हुनेछ यो चाहिँ आजको अब सपोर्ट गरिदिनु होला हाम्रो एनएनएस भ्लगलाई चाहिँ सब्सक्राइब गरिदिनु होला र आजको भ्लग चाहिँ यहीँ अन्त हुने म सम्पूर्ण भ्युअर्सहरूलाई जानकारी गराउँदैछु धन्यवाद यहाँ लास्ट छ है यहाँ चाहिँ अब यसको पोस्टमार्टम गर्नु पर्यो नि यहाँ हुन्छ एनएस हो कि एनएस हामी बुढो सुब्बामा गएर आएको बुढो सुब्बामा भाकल गरेका थियौँ भाकल पुरा को लागि यसो रमझम त गर्नै पर्यो रमझम नगरिकन त यसो हुँदैन यहाँ निनीहरू आउँदै हुन्छ निनीले यहाँ बिना कुखुरा टकटक गर्दै हुन्छ घोक्रो ननिकालिकन फारफुर बनाएछ एउटाले लु है लु यसको पोस्टमार्टम गर्दै हुन्छ यो चाहिँ के हो त चाहिँ लु है लु 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 आज हाम्रो पार्टी हुँदैछ म छु है हेलो गाइज यहाँ चाहिँ म छु है म भ्लग गर्ने यही कुखुराहरू यहाँ बनाउँदैछु यहाँ कुखुराहरू दादाले बनाउँदै हुनुहुन्छ दादाले यहाँ खाने पिनो यताउति सब थोप गर्दै हुनुहुन्छ हेर्नुहोस् के न के त गर्नु पर्यो मसिनो तिते बनाउन त अब तिते बनाउन त मसिनो चाहिएन होइन अब हामीले तिते बनाउँछौँ तिते बनाएको पनि तपाईँलाई म देखाइन्छु हजुर ल कट गर्न